र यसमा सम्मान्य प्रधानमन्त्रीज्यूले नै ढाडस दिनुभएको हो मलाई। म मेयर हुँदा 3 अर्बको रेभेन्यू मैले 12 अर्ब पुर्याएको थिएँ। सकिन्छ, इमान्दार सक्षम सरकार हो भने सक्छ भनेपछि हामीले यो आँटेका हौं। अहिले झन्डै 30 खर्बको ऋण हामीले बोकेका छौं। हामीभन्दा अगाडिका सरकारहरूले लिएका ऋणहरू तिर्दै लिँदै थप्दै गरेर झन्डै 29-75 अर्ब राउन्ड अफ गर्दा 30 खर्बको ऋणको स्टक छ अहिले। त्यो सामा तिर्नु पर्यो, ब्याज तिर्नु पर्यो भनेपछि अहिले हामीले त्यो ग्याप छ। रेभेन्यू त अहिले 13 खर्ब पनि नउठ्ला जस्तो छ। हाम्रो महत्वाकांक्षी लक्ष्य छ रेभेन्यूमा। धेरैले 14 खर्ब धेरै भएन भनेर सोध्नु भएको थियो। वास्तविक लक्ष्य 1580 अर्ब हो, किनकि हामी 175 अर्ब संघले उठाएर प्रदेश र स्थानीय तहलाई दिनुपर्ने संवैधानिक बाध्यता छ। 7 खर्बको ऋण लिएर नै विकास हुन्छ भनेर अघि केही मान्यज्यूहरूले टिप्पणी गर्नु